हरेक यात्राले एउटा नयाँ कथा बोकेको हुन्छ र यसपालिका हाम्रो कथाको गन्तव्य थियो सौराहा। म र मेरो बेस्ट फ्रेन्डले धेरै दिनदेखि यो यात्राको योजना बनाएको थियौँ। अन्ततः त्यो प्रतीक्षाको दिन आयो। हामी गाडी चढ्यौँ, धेरै सपना र नयाँ अनुभवको चाहनासँगै हाम्रो यात्रामा निस्क्यौँ। त्यो भरि हाँसो, गफगाफ र साना साना रमाइला क्षणहरू बटुल्दै हामी सौराहा पुग्यौँ। हामी जङ्गल सफारीका लागि तयार भयौँ। सफारी सुरु हुने बित्तिकै चारैतिर फैलिएको हरियाली, चराचुरुङ्गीका मधुर आवाज र जङ्गलको शान्त वातावरणले मन नै लोभ्यायो। हामीसँगै सफारीमा रहेका नयाँ साथीहरूसँग पनि रमाइला कुराकानी भए। यात्राकै क्रममा हामीले नजिकैबाट विशाल गैंडा देख्ने अवसर पायौँ। अहिलेसम्म टिभी, मोबाइल या किताबमा मात्रै देखेको जनावरलाई आफ्नै आँखा अगाडि यति नजिकबाट देख्दा मनमा बेग्लै खुसी पैदा भयो। त्यो क्षण हाम्रो यात्राको सबैभन्दा अविस्मरणीय पलमध्ये एक बन्यो। गाइड दाइले जङ्गलका जनावर, वनस्पति र यहाँको प्राकृतिक जीवनबारे धेरै रोचक जानकारी सुनाइराख्नु भएको थियो। त्यसै क्रममा हाम्रो नजर स्नेक बर्डमा पर्यो। पहिलो पटक देख्दा यसको लामो घाँटी र टाउको साँच्चीकै सर्प जस्तै देखिन्थ्यो। त्यसबारे गाइड दाइले जानकारी दिएपछि हामी झन अचम्मित भयौँ। प्रकृतिमा यस्ता अजीब जीवहरू आफ्नै आँखाले देख्नु आफैमा एउटा ठुलो सौभाग्य रहेछ। त्यसपछि हामीलाई गाइड दाइले मुस्कुराउँदै भन्नुभयो, यदि भाग्यले साथ दियो भने आज जङ्गलको राजा बाघको झलक पनि देख्न सकिन्छ है त। त्यसपछि हामी सबैजना ल हेरौँ है त कसको भाग्य रहेछ है त, जसको भाग्य छ बाघ देख्न पाइन्छ है। अघि बढ्यौँ। जङ्गलको चिसो आवाज, चराचुरुङ्गीको आवाज र वरिपरिको हरियाली सँगसँगै हामी अब रेस्ट क्याम्प पुग्यौँ। त्यहाँ पुगेर केही बेर आराम गऱ्यौँ, फोटो र भिडियो बनायौँ अनि फेरि फर्किने यात्रा सुरु गऱ्यौँ। जङ्गलको शान्त वातावरण, चराचुरुङ्गीको आवाज र हावाको स्पर्श, यस्तो अनुभूति भिडियोमा कैद हुन्छ कि हुँदैन थाहा छैन, तर मनमा भने सधैँका लागि बस्ने भयो। जङ्गल सफारीको अन्त्यतिर पुग्दा हरिणहरूको सुन्दर झुन्ड देख्न पाइयो। शान्त वातावरणमा उनीहरूलाई स्वतन्त्र रूपमा चरिरहेको देख्दा दिनभरको सफारी झन् पूर्ण भएको महसुस भयो। केही पर खोलाको किनारमा हामीले कछुवा पनि देख्यौँ। त्यसपछि हामीले सुन्दर मयूरहरू देख्दा यात्रा अझै रङ्गीन बन्यो। यसरी हाम्रो जङ्गल सफारीको यात्रा अन्त्यतिर पुग्यो। फर्किने बेला मनमा एउटा भावना थियो, प्रकृतिलाई जति नजिकबाट बुझिन्छ त्यति नै यसको माया बढ्दै जान्छ। केही यात्राहरू गन्तव्यसम्म पुग्नका लागि मात्र हुँदैनन्, ती जीवनभर साथ रहने सम्झना बटुल्नका लागि पनि हुन्छन्। सौराले हामीलाई यस्तै एउटा अविस्मरणीय अनुभव दिएर बिदा गरियो। फेरि भेटौँला सुन्दर सौराहा। जङ्गल सफारी सकिएपछि हामी जङ्गल सफारी रिसोर्टतर्फ लाग्यौँ। दिनभरको रोमाञ्चक यात्रापछि शरीर थाकेको थियो, तर मन भने अझै जङ्गलका हरियाली दृश्य, वन्यजन्तु र प्रकृतिको सुन्दर सम्झनाहरूमा हराइरहेको थियो। यात्रा सकियो, तर सम्झनाहरू भने अझै जारी छन्।